सिसाहरू थुप्रै फाल्नु पर्ने हुन्छ हाम्रो भर सिकारु ड्राइभर आउँदैछ है सिकारु ड्राइभर आउनु 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 अलि फाट्नु ल गाइस हामी चाहिँ आज ओभर टाइम है यस्तो हल्का ड्युटी गर्दैछौँ समाउ है समाउ लड्छ भयो भयो छोडिदिनु यो त लानुपर्छ यता राखिदियो यता सरदाई के छ ओ यो निकाल्नु पर्छ भने यो निकाल्नु पर्छ कि यो फुटाउनु पर्छ अहिले उतापट्टि राख्दैन हो उतापट्टि राखिदियो उता यो पनि अहिले यहाँ हाल्नुपर्छ के हो त्यतातिर राखिदेऊ न यो साइड लगाउने के फुटाउने के पहिला ओ रोक रोक भयो भयो ल साथी हो यसरी लोड गरेर यो चाहिँ काठको होइन यो काठको झ्याल काठको त्यति आउँदैन कि त्यो निस्किँदैन नि त धेरै किला हानेको हुन्छ त्यही भएर एकदम गाह्रो हुन्छ कि हामीले तल लगाएर फुटाउने हो अनि यसले फेरि रिपेयर यो काठको चाहिँ रिपेयर हुँदैन यहाँको चाहिँ फेरि के सिस्टम छ भन्दा गाइज जति पुरानो झ्यालहरू छ नि हाम्रो नेपालमा भयो त्यहीँ खोलेर त्यहीँ फ्याँकिदिन्छ यहाँ चाहिँ सब यहाँ ल्याउनुपर्छ कम्पनीमै त्यो पुरानो झ्याल पनि पुरानो झ्याल ल्याएर नयाँ झ्याल लगाइदिनु पर्छ पुरानो झ्यालहरू सब यहीँ कम्पनी नै फर्काउनुपर्छ त्यसरी लासालिङ पार्नु हुँदैन सफाइहरू सब गरिदिनुपर्छ एकदम यहाँ चाहिँ एकदम युपिभिसी क्लिन काम हुन्छ कि ल हेर्नुहोस् यो पिपिसी काम हो यहाँ हाम्रो उता अल्मुनियम काम हुन्छ यो अल्मुनियम नलैजाउँ अहिले यो काठ मात्रै लैजाउँ काठ हो यो तल लगाएर फुटाउने काम छ होइन त्यो मिलाउन पहिले ल हाम्रो हेर्नु नयाँ ड्राइभर छ ड्राइभर हाम्रो ड्राइभरजी सिक्दै हुनुहुन्छ हाम्रो उहाँ दाइ सिक्किमको हुनुहुन्छ कान्छा भिडियो बनाउने कान्छा उदयपुर यहाँ हाम्रो भाइ दार्जिलिङको म काभ्रेली भइहाल्यो काभ्रेली है काभ्रेली फेरि यस्तै छ काम यो बवाल हुन्छ हाम्रो रमाइलो हुन्छ है हाम्रो है हामीलाई कसैले काम यो गर त्यो गर भनेर हामीले अर्डर कसैले दिँदैन अहिलेसम्म दिएको पनि छैन हामी आएर 1 वर्ष भयो ठ्याक्कै अहिलेसम्म काम चाहिँ अराउँदैन है अहिलेसम्म काम अराएको छ तपाईँहरूलाई कसैले हामीलाई चाहिँ काम अराउनु पर्दैन है यहाँ चाहिँ मान्छेलाई हेल्प गरौँ भन्दाखेरि पनि आई डोन्ट नो भन्छ कि यहाँको मान्छेहरू चाहिँ ठुलो पेदामा हालेको भन्छ नि भाइ अब के गर्नु अब पहिला यो लगेर फ्याँक्दिउ लु जाउँ उयो यो फुटेको सिसाहरूलाई चाहिँ उयो मिलाउँदै गरेर ल फेरि हामी तल यो तल पुर्याइदेऊ केटाहरू 3 जना चाहिँ उता सिसा फुटाउनु जान्छ म चाहिँ एक्लै अब यहाँ यसो टापाटिपा गर्छु किनकि मेरो अलिकति बल छैन नि त ल यहाँ हाम्रो चढ्दैछन् अब हामी यसरी लिएर जान्छ यसरी जान्छन् हाम्रो चाहिँ टक्क यहाँ चाहिँ अब यसरी गरेर अब हाम्रो चाहिँ यहाँ लिएर जान्छ यहाँ तपाईँको यहाँ टक्क फ्याँक्ने होइन यहाँ ल्याउँदैछन् यसरी ओह्रालोमा त्यहाँ घोपिन्छ भनेर यसरी ब्यागबाट हाँकेर लिएर जानुभएको छ यसरी लिएर जान्छन् धेरै बी केयरफुल भएर गर्नुपर्छ होइन 15 किलो जति मोटा आएको छ 1 वर्षमा केटाहरू सबैले गिजाउँछ कि अब कमाएपछि मोटाइहाल्छ नि त होइन अलिअलि कमाएको छ खानदानी पेट हो नि महिनामा के नकमाए पनि 50,000 कमाइरहेछ के भन्नु के चाहियो म भित्र गएँ गाई यसरी जानुपर्छ अब बाहिरको जुत्ताहरू तपाईँहरू खाने हुन्छ होला स्टिल हुन्छ पुरै त्यही भएर अरू जुत्ताहरू लाउन दिँदैन
हाम्रो चाहिँ अघि भर्खर यो सानो सानो हम्मर थियो सानो हम्मरले नपुग्नु भएर साउले ठुलो ल्याइदिनु भएको किरे दाइ जाने हो गाडी हाँक्न खोर्किली हाँक्न जाने ल म पास भइसकेँ सबै है पास यहाँ नि सब कुराउनु पर्ने ल हाम्रो चाहिँ सिसा बिग्रेको फाल्दैछ हामी आज ओभर टाइम हो शनिबार हाम्रो चाहिँ 2 हप्ताको 2 दिन छुट्टी हुन्छ सो आज हिजो ओभर टाइम चलन लगाइरहेको छु त्यही भएर यसो कामको पनि भिडियो लिएर आएको छु हाम्रो चाहिँ काम देख्न सक्नुहुन्छ यस्तै तोडफोड गर्ने हो हामी चाहिँ कोसियामा छु हाम्रो कम्पनी चाहिँ पिपिसी कम्पनी हो पिपिसी होइन हाम्रो कम्पनी पिपिसी कम्पनीमा अब देख्न सक्नुहुन्छ अब पिपिसी कम्पनीमा सिसा फोड्ने अब तोड्ने जोड्ने काम हो हाम्रो त्यही हो साथीभाइ हामी तोड्ने पनि जोड्ने पनि हामी 8-9 जना छौँ आज मेरो र भाइको काम चाहिँ आज सिसा निकाल्ने योहरू यसरी निकाल्ने काम भइरहेछ कोसियामा काम जोस् नभए पनि अलिअलि चाहिँ हाम्रो भइरहेछ ओभर टाइम कहिलेकाहीँ चल्छ सबै काम चाहिँ हाम्रो ठेका जस्तै हो जति पनि कामहरू छ योहरू भाइहरू देखाउनु योहरू सिसाहरू सबै फुटाउने हो अनि यो काठको सिसामा काठमा चाहिँ अब लिस्टी अब सबै किलाले घोचिया हुन्छ निकाल्न धेरै गाह्रो हुन्छ त्यही भएर यसलाई चाहिँ फेरि हामीले उचालेर चाहिँ तल लगेर फोडाउने काम गरिरहेछ साथीहरू 2 जना तल छ भाइ र म चाहिँ यहाँ यो सिसाको डिजाइनमा यसरी राखेको हुन्छ हामीले चाहिँ यो निकाल्ने काम गरिरहेछु त्यही हो गाइस कोसियामा काम चाहिँ नभएको होइन हाम्रो काम छ त्यो नफुटाउनु भनेको फेरि के फुटाइदियो हुँदैन यतिको ल हेर्नुहोस् यहाँ हेर्नुहोस् यो सब गाइजहरू सब यो सब काम नलाग्ने भन्नाले पनि यो सब फिर्ता आएको हाम्रो नेपालमा भए यसैलाई जोडेर ओडेर बनाउँथे तर यहाँ हेर्नुहोस् सब काटेर सब नयाँ बनाउँछन् हेर्नुहोस् कति छ यति नेपालमा भयो भने त साला त्यो कम्पनी करोडपति हुन्छ यहाँ हेर्नुहोस् तर सब यहाँ कबाडी जस्तै बनाएको म नेपालमा भएको भए त त्यो फालेको सिसाले एउटा घर चाहिँ बनाउन सक्थ्यो होला किन भन्दाखेरि दिनको लाखको भन्दा नि बेसी चाहिँ सिसा फालिरहेको हुन्छ सबै काम लाग्ने सिसाहरू हो सब त्यो गाइज यस्तै छ योहरू सबै भित्र लगाएर यसलाई काट्ने हो अनि यसलाई फलाम छ भित्र फलामहरू निकालेर चाहिँ फेरि पनि रिपेयरिङ गर्न लान्छ त्यस्तै हो एल्युमिनियम छुट्टै हुन्छ त्यो गाइज आज हेर्दै जानु होला के कस्तो हुन्छ यो काम चाहिँ अलिकति जोखिमपूर्ण छ विचार गरेर गर्नुपर्छ आँखामा गयो भने चाहिँ आँखा चाहिँ सिधै अन्त हुन्छ बिस्तारै बिस्तारै मालो 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 सक्लै सिसा बोकेर फुटाएको छ यहाँ नेपालमा चाहिँ यो हम्बरले चाहिँ ढुङ्गा फोड्ने काम गर्छ भने कोसियामा चाहिँ सिसा फोड्ने काम गर्छ गाइस हो के हो हाम्रो सोनामले मजा लोड गरिरहेछ काममा चाहिँ एकदम क्लियर हो काममा त्यस्तो उयो नै हुँदैन त्यही हो यो काठहरू चाहिँ यहाँबाट सिसा निकालेर राखिदिने हो दाइले चाहिँ फर्स्ट टाइम सिकाउँदैछु फर्स्ट टाइम हो दाइको चलाइ जस काम सिक्न पाउँछ यो कम्पनीमा जस कम्पनी चाहिँ ठिकै छ दाइ भयो यतिकै राख्नु दाइ यस्तै कामहरू भइरहेछ हाम्रो चाहिँ गर्न सक्नुहुन्छ ल गाइस सिकाउँदैछु हामीलाई अलिकति डर लागिरहेछ किनभने दाइले चाहिँ कन्ट्रोल गर्न सक्दैन हाम्रो सोना एकदम डराइरहेछ भाइरल बनाउनुपर्छ दाइभित्र छ ल हामी त्यस्तै हो टक्क भाइ उता गरिरहेछ हाम्रो भाइ एकजना यतै भइहाल्यो बिस्तारै है दाइ यो सिधै पारी हो पारी यो सिधै पारी काट राख्नु हो ढक्क लगाएर यो सबै क्लियर गर्नुपर्छ हामीले यो लगभग 3 महिनामा सक्छ हाम्रो क्लियर गरेर कान्छ यता छ कान्छ हेलो गर ओइ दाइ धेरै माथि नपुराउनु तल झारेर कहाँ सुरु दाइ तल झारेर उहाँ लाने हो क्या उहाँ पारी यता हेर्नु त पर ल टक्क यस्तो छ भाइ ल
कान्छा उता हो त्यो हटाइदेऊ रे ल यस्तो चाहिँ घुमै गरी टक्क लाएर यस रमाइलो पनि हुन्छ घुमाकै गरी आएको नि ठ्याक्कै 1 वर्ष उताबाट चढाउँछ सियोहरू आएको 1 वर्ष भइसक्यो चढेन जस 1 वर्ष मजासँग बितिरहेछ हाम्रो काम यस्तै हो पैसा नभए पनि काम चाहिँ ठिकै छ अब यसलाई लाग्छ अब यसको टर्न हुन्छ त्यो सानो यो सिसाहरू फाल्नुपर्ने सानो झ्यालको योहरू सबै हामीले क्लियर गरे हो यो कार्डहरू सबै यहीँ राखिदिने अब यो ड्रमहरू नै हटाउनुपर्छ है यो चाहिँ हाम्रो कम्पनी देख्न सक्नुहुन्छ धेरै ठुलो नै छ हाम्रो कम्पनी माथि अफिस भइहाल्यो ल अझै आउनु दाइको तल अलिकति फर्स्ट छ ल दाइ पहिला तल राख्नुहोस् पेदा भुइँमा राख्नु यस्तै छ तल कुमालो हाम्रो सोनानी यहाँ छ भयो टक्क लाएर यति बस्नु है मलाई लडाइदिएला नि ल काम यस्तै हो ल हाम्रो नेपालमा भयो यो दाउराहरू कति काम लाग्थ्यो मस्त यो बाल्नलाई बबाल हुन्थ्यो रक्सी पार्न यताउता गर्नको लागि यो बुङ्गुरको लागि रक्सी पार्न घरमा घराइसी काममा धेरै राम्रो हुन्थ्यो घुमाउनु दाइ घुमाउनु दाइलाई चाहिँ भर्खर सिकाएको भयो अलिकति कन्फ्युज छ त्यही हो मेरो काम चाहिँ चलाउने हो अनि यताउता काम पनि गर्ने हुन्छ बबाल छ उदय दाइ उदय यस्तै छ अस्ति योहरू सबै हटाइदिएको भित्रको योहरू यो सबै क्लियर गर्नुपर्ने हुन्छ कान्छा काठ लिएर आइरहेछ जे होस् यस्तै छ कामसाम टक्क लाएर दाइ त्यो पेदाना लिएर यहाँ राख्नु त यहाँ यो पेदानालाई उता राख्नु यसको पछाडि ओइ त्यो पारीको पेदाना चाहिँ ल्याउनु पर्ला यो राख्ने ठाउँलाई चाहिँ राख्ने चिजलाई चाहिँ पेदाना भन्छ यस्तोहरूलाई चाहिँ पेदाना भन्छ त्यही हो गाइज साथी र म चाहिँ टक्क जस रमाइलो भइरहेको छ जस ओभर टाइम चाहिँ बबाल रमाइलोसँग चाहिँ चल्छ हाम्रो चाहिँ त्यही हो यो सबै फुटाउनु पर्ने यो सिहालहरू यो सबै यो पिपिस आल्मुनियम है योहरू सबै ल छिटो आउनु खाना खानु जम्मा अब 10 बजी कस्तो गरौँ ल अब हामी चाहिँ खाना खान गयौँ ए साथी हो खाना खाने टाइम भयो टक्क खाना खाने टाइम भइसक्यो नि त 10:28 भयो हात सात धुँदा ठिक्क हुन्छ केटाहरू खाना खानको लागि हिजो लुगा थुप्रै दिएको थियो लुगा अनि 1 वर्ष खोइ मैले त पाएँ कति छ मेरो त लुगा कति धेरै छ सिसाहरू जति पनि सिसाहरू यहीँ बन्छ अलिकति बाइक छ होइन दुइटै सटबाट एउटा पनि अलिकति बाइक छ तर फर्मसम्म निकालिसक्यो काटेको छ नि यति थुपारिसक्यो यता नि धुम्रो नि काट्नलाई त धेरै बेरै लाग्दैन थाल्नुपर्छ सफा गर्नु चाहिँ त्यत्रो भयो काम गरिसकेपछि त खाना त खतरा रुच्दो रहेछ फेरि जो चिसो भइसकेको छ हल्का आज तताउन पाएन यस्तो यस्तो टक्क सोनामले खाना खाइसक्यो टक्क हाम्रो सक्यो जित बुद्धि सर बुद्धि सर भनेको गम दबाइरहेछ है काम पनि दिने खतरा गर्नुपर्छ नि त हाम्रो विनोद सरलाई दोगर्थे म चाहिँ हातले खानुपर्छ नभएर मलाई चित्तै बुझ्दैन मेरो 2जना केटाहरू बाहिर छ टक्क लाएर 12 बज्यो अब 1 बजीसम्म गर्ने त्यसपछि जाने हो टक्क लाएर यदि उति बजीसम्म भन्ने हुँदैन ठिक्क मिलाएर गर्ने हो धेरै गर्नु पर्दैन 6-7 घन्टा गरे हुन्छ आजको टाइममा त्यति हो सिसाहरू थुप्रै फाल्नु पर्ने हुन्छ जो सिसा फार्नको लागि फुटाउनको लागि हम्बर पनि व्यवस्था छ
सो हाम्रो नेपालमा चाहिँ सिसा ढुङ्गा फुटाउन हम्बर चाहिन्छ युज गर्छ भने यहाँ चाहिँ सिसा फुटाउनलाई युज गरिरहेको हुन्छ देख्न सक्नुहुन्छ हम्बर टक्क लाएर सिसा फाल्ने हो ल अब आज हाम्रो 1 बजीसम्म मात्रै हो फाइनल आज हामी कति बजीसम्म गर्ने भनेर साथीभाइहरूसँग छलफल गऱ्यो हामी उताबाट आएको 5 जना अनि 2-3 जना हुनुहुन्थ्यो हामी आज 1 बजीसम्म मात्रै गर्ने भयो जति बजीसम्म गर्ने नै हो अरूको जबरजस्ती हुँदैन आज हामी 1 बजीसम्म होइन त ल अब सकिएन ट्याम सकिनुलाई कस्तो ट्याम सकिनुलाई न है ठुलो मात्रै ल ट्याम सकिनुलाई 1 बजीसम्म गर्नुलाई आज त्यही हो गाइस यो हम्बरहरू यहाँ फेताहरू टक्क यस्तो छ गाइस योहरू सबै हामीले फाइनल सफा गरिरहेको छ योहरू यता थियो उता गरेर उतै सफा गरिदिएको छ टक्क लाएर यो चाहिँ सक्दैन अझै यो 3 महिना लाग्छ यति सफा गर्नलाई किनभने यहाँ धेरै काम पेलेर गर्नुपर्ने हुँदैन अन्त ठाउँमा जस्तो गरेर मरेर काम गर्नु पर्दैन आफूले सक्ने बिस्तारै गर्दा नि हुन्छ कसैले गर भनेर हामीलाई अराउन पनि अराउँदैन आफूले बुझेर गर्ने हो जस त्यति चाहिँ राम्रो छ सो हामीले सबै क्लिनिङ गरेको छ यो सिसा यतिकै छोड्दा नि हामीले के फरक पर्दैन त्योहरू त्यति नै बाँकी नै रहन्छ यो 3-4वटा पेदान छ यो अस्ति यो सफा गरेको अब योहरू लान बाँकी छ यो चाहिँ अब नेक्स्ट फ्राइडे स्याटरडे हुन्छ यो त्यहीँ राख्थ्यो योहरू सबै पन्साएर चाहिँ हामीले त्यहाँ लैसकेको छ अब फाइनली यो मात्रै बाँकी छ सो अब हाम्रो काम छिटो सक्छ अब हाम्रो यति मात्र काम होइन त अब ए अब यति लगेपछि उता होइन त अब यो कति 1 2 3 4वटा भनेपछि त यति हो यो होइन सुर्दै अनि यो लगाएर अनि योलाई उहाँ पारेर अनि योलाई उता लिएर आउनुपर्छ है हाम्रो सबै क्लियर भइसक्यो सब क्लियर भइसक्यो अब आजको लागि चाहिँ अब यो पेदा यसलाई चाहिँ उता लगाएर राख्नुपर्ने हुन्छ उहाँ छेउमा लिएर आएर अनि यो जति पनि यो पिपिसी र यो एल्युमिनियमहरू चाहिँ पछिको लाग्यो पछि अस्ति यो पनि सफा गरेँ यहाँको सबै दाउराहरू हटाएको अब योहरू बाँकी छ यो चाहिँ फुटेको साइडबाट लिएर आएको झ्याल ढोकाहरू हो दोस्रोचोटि युज हुँदैन यहाँ जति पनि झ्याल ढोकाहरू र देख्न सक्नुहुन्छ र लाथालिङ्गा छ र हामी काम गर्दाखेरि जति पनि लाथालिङ्गा गरेर राखे पनि त्यस्तो केही पनि फरक पर्दैन सिसाहरू यति नै छ कोही देख्न सक्नुहुन्छ योहरू यति नै छ हामीले यत्तिकै काम ट्याम सकेपछि यतिकै सिसाहरू राख्दा नि खासै कसैले केही भन्ने पनि छैन यहाँ र आफूले टकटक मिलाएर राखेपछि हामीलाई त्यति चाहिँ सजिलो छ सकेन भने त्यस्तो गर्नु पर्दैन सो आजको काम यति नै हो हाम्रो अरू साथीहरू 3-4 जना भित्रै छ अनि उनीहरू चाहिँ काटिरहेको काम हो काट्ने त्यो अब फलामहरू निकाल्ने भित्र धेरै ठुल्ठुलो फलामहरू राखिया हुन्छ त्यति हो गाइज त्यो हो आजको दिन 6 घन्टा ओभर टाइम पनि पाक्यो भनौँ न सोनामले चाहिँ काम चाहिँ बोबालै गर्छ है सोनाम त्यो लेकमा पनि टक्क मजाले लिएर आउन लेकहरूमा पनि भित्र चाहिँ यही हो कामहरू फटाफट त्यहाँ मेसिनमा काट्ने हो पारी यहाँ फलाम निकाल्ने प्रोफाइलभित्रबाट यहाँ फोहोर भइरहेको छ योहरू सरसफाइ गरिसकेपछि आज अब हिँड्ने हो कान्छो भाइ त्यहाँ डान्स गरिरहेछ त्यही हो पारी पासँग काटेर सकेको छैन ल बिना सर के भयो किन रोइरहेको कति गरेर काम अनि यो काटेको प्रोफाइलहरू लिएर आएको भित्र लिएर आएको प्रोफाइलहरू सबै फलाम निकाल्ने यसरी फलाम निकालेर फलाम मेसिनमा चाहिँ प्लास्टिक मात्र छान्ने यहाँ सबै यस्तै काम भइरहेछ अब सोनाम बाबु यही हो छ
3 बजीसम्म गर्ने तपाईँ 3 बजीसम्म गर्ने तपाईँ ल ल ल ल आज ड्युटी चाहिँ यति नै हो ढक्क सक्यो भन्दा नि हुन्छ सरसफाइ लागिरहेछ अब अनि काम लाग्छ यो एउटा लगेर राखिदिने हो सक्यो त्यसपछि यो चाहिँ विनोद सरको सरसफाइ हो यो भएन विनोद सर यो भएन यहाँनिर के हो योहरू घोटेल क्या नयाँ हाम्रो भर सिकारु ड्राइभर आउँदैछ है सिकारु ड्राइभर आउनु अलिक फाट्नु आउनु 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 अझै फेरि खलासी बसी त हेर्नु अगाडि ए फाट्नु भने के गरे भएन सूर्योदय भएन हो सरसफाइ अझै डब्रा अलि अगाडि घुसार्नु तर काम चाहिँ बबाले गर्छ यो सानो भए पनि हो त्यता काटेर डब्रा भाइ उठाउनु त्यो गाइस ल आज पनि फाइनली काम सक्यो हाम्रो फाइनली काम सक्यो ल अब नेक्स्ट स्याटरडे फेरि पनि यही काम रहनेछ हेरेर साथ सपोर्ट गरिदिनु होला र जति पनि कोसियामा यो चाहिँ आज ओभर टाइमले गर्दाखेरि मात्र यस्तो काम गर्नु पर्यो हो नत्र हाम्रो काम त्यति गाह्रो चाहिँ हुँदैन र अहिले जति पनि काम गर्दाखेरि हामीलाई त्यस्तो यहाँ देख्न सक्नुहुन्छ कोही पनि हुनुहुन्न यहाँको मान्छे भने जस आफैले मिलाएर चाहिँ बुझेर गर्ने हुन्छ काम चाहिँ जति पनि हाम्रो साथीभाइहरू हुनुहुन्छ 2-3जना चाहिँ हामी यताबाट अर्को ठाउँबाट हो पर्दैन चाबी हुँदैन त्यसको सर अब हामी चाहिँ कामसाम सकेर होइन ड्याङडुङ गरेर अब हिँडेको चाह्यो भने अझै गर्नु पर्थ्यो तर हामी नगर्नु धेरै कमाइसक्यो त्यही त मेहनत गइस जाँदैन रे उता झरे जाउँ ल तातो भइरहेछ फाइनल ड्युटी सक्यो ल गाइस अब नेक्स्ट भिडियोमा भेटौँ ल बाई बाई